थिए हरिबहादुर धारावाहिकका पात्र। एक छन् बालेन्द्र शाह, देशका प्रधानमन्त्री। हरिबहादुरलाई सोधिन्छ बुहारीको बिहे गरिदिन्छु भनेर 1 लाख लिएको हो कि होइन? हरिबहादुरले भन्छ हो नि। फेरि सोधिन्छ मदन बहादुरको घर बेचेर तिर्छु भनेर फेरि 1 लाख लिएको हो कि होइन? हरिबहादुरले भन्छन् हो नि, सबैलाई थाहा छ। अनि त्यही पैसा देऊ न त भन्दा हरिबहादुरले भन्छ कुन पैसा? अब देशका प्रधानमन्त्रीको पारा हरिबहादुरसँग कति मिल्छ एकपटक तुलना गरौँ है त। प्रधानमन्त्री बन्छु भनेर भोट मागेको हो कि होइन? हो नि। प्रधानमन्त्री संसदले बनाएपछि संसदप्रति जवाबदेही हुनुपर्ने हो कि होइन? हो नि, सबैलाई थाहा छ। उसो भए संसदमा आएर जवाब चाहिँ किन नदिने त? प्रधानमन्त्री भन्छन् कुन संसद? टेलिफिल्मका हरिबहादुरसँग झेल्न सजिलो होला, बालेन्द्र शाहसँग चर्को पर्ने देखिँदैछ। अहिले मैले प्रस्तुत गरेको सन्दर्भमा केही काल्पनिकता मिसिएको छ, तर अहिलेको घटनाक्रमको सार चाहिँ मिल्छ। दर्शकबिन, रासोपाका सांसदहरू भनिरहेका छन् संसदमा प्रधानमन्त्रीले नै बोल्नुपर्छ भन्ने ऐन कानून संविधानमा लेखिएको छैन। तथ्यले भन्छ हो, यस्तो कुरा लेखिएको छैन। ऐन कानून र संविधानमा त बाउको खुट्टा ढोग्नुपर्छ भनेर पनि लेखिएको छैन। यसको अर्थ यो होइन कि बाउलाई आफ्नो खुट्टा ढोग्न लगाउने। कतिपय कुराहरू कमन सेन्स वाला हुन्छन्, जुन कुरा कतै लेखिरहनु पर्दैन, आफै जानिन्छ। संसदले 275 मध्येबाट एउटालाई प्रधानमन्त्री बनायो। त्यो प्रधानमन्त्रीलाई त्यही संसदले भन्यो कि तिमीले संसदमा आगामी वर्षका लागि नीति र कार्यक्रम त ल्यायौ, तर यसमा केही कुरा हामीले बुझेनौ, आएर बुझाऊ। संसदले भनेपछि प्रधानमन्त्री आउने र आफ्नो योजना सुनाउने, सांसदहरूले दिएका सुझाव ग्रहण गर्ने, आफ्नो कार्यक्रम सही नै छ भने जुन बिन्दुमा मिसअन्डरस्ट्यान्डिङ भयो त्यो प्रश्न पारिदिए विवाद त्यही सकिन्छ। तर हिजोदेखि प्रतिनिधि सभा यही कारणले लफडामा फसेको छ। प्रधानमन्त्रीले अर्थमन्त्रीलाई जवाब दिन पठाउने कुरा आयो। सरसर्ती हेर्दा जसले जवाब दिए पनि भइ त गयो नि भन्ने लाग्छ, तर सैद्धान्तिक रूपमा यो मिल्दैन। किनभने संसदले चिन्ने भनेको प्रधानमन्त्रीलाई हो। मन्त्रीलाई त प्रधानमन्त्रीले चिनाएपछि मात्रै चिनिएको हो। मन्त्रीलाई संसदले नियुक्त गरेको होइन, प्रधानमन्त्रीले मन्त्री छानेका हुन्। यसकारण संसदले प्रधानमन्त्रीलाई नै अकाउन्टेबल बनाउनु पर्छ। यही अकाउन्टेबिलिटी भएन भनेर जेनजी आन्दोलन भएको हो। यो कुरा कसैले पनि बिर्सिन मिल्दैन। हामीलाई एउटा कुरामा आश्चर्य लागेको छ, अर्को कुरामा रासोपाका सांसदहरू जुन अभिगतमा पुगेका छन् त्यसमा चाहिँ दया पनि लागेको छ। आश्चर्य के हो भने प्रधानमन्त्री आखिर यो बेहुदा हरकत किन गरिरहेका छन्? उनी संसदमा उपस्थित भएर जनताका प्रतिनिधिले सोधेका प्रश्नको जवाब किन दिँदैनन्? उनी बिरामी छन् कि विदेश यात्रामा छन् कि सार्वजनिक रूपमा बोल्न नसक्ने ग्लोसोफोबियाबाट ग्रसित छन् कि यो कुरा थाहा पाउनुपर्छ। प्रधानमन्त्रीका निजी चिकित्सक जगदीश प्रसाद अग्रवालको ध्यान यसतर्फ जाओस्। अझै आश्चर्यको कुरा के हो भने यो अनावश्यक विवादमा रासो